दर्शक महानुभावहरू नमस्कार। यो हो खबर केन्द्र न्यूज नेटवर्कमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौं। देश विदेशमा घटेका घटना परिघटना, देशभित्रको पछिल्लो राजनीतिक अवस्था कसरी चलिरहेको छ, अहिले निर्वाचनको माहौल गर्मागर्मी भइरहेको छ, देशभर निर्वाचन भएको छ, कुन ठाउँमा के भएको छ, कसरी के हो, सम्पूर्ण जानकारी दिनेछौं। कृपया हामीसँग रहनुहोला। सबै समाचारहरू उत्तिकै महत्त्वपूर्ण छ। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनुहोला। सबै समाचारहरू उत्तिकै महत्त्वपूर्ण छ। हामीसँग महत्त्वपूर्ण समाचार छन्। जाजरकोटमा 10,366 मत खसिसकेको समाचार प्राप्त भएको छ। निर्वाचन सर्वेक्षणका लागि अमेरिकी दूतावासले युथ कब्जा गरेको भन्दै भरम फैलाएको खुलासा। दाङमा निकुञ्ज प्रभावितले गरे मतदान बहिष्कार। झापा 5 मा 10:30 बजेसम्म 25% मतदान भइसकेको थियो भने अहिले भर्खरै हमला समाचार प्राप्त भए अनुसार 41% भइसकेको छ। बालिन चढेको हेलिकप्टर झापामा ल्यान्ड भएन, काठमाडौँ फर्किएर अवतरण गरेको छ। ओखलढुङ्गाको माग्ने भन्ज्याङ 7 का स्थानीयहरूले गरे मतदान बहिष्कार। 12 मा निर्वाचन कर्मचारी बेहोस अस्पतालमा लगिएको छ। दोलखाको मालुमा मतदान रोकिएको छ। दोलखामा हवाई फायर भएको छ। अपी हिमाल 3 को दुधिला मावि केन्द्रमा मत हाल्ने कोही पनि नआएको अवस्था छ। रुकुम पूर्वमा उत्साहजनक मतदान। यति बेलासम्म 52% मत खसेको हामीलाई जानकारी प्राप्त भएको छ। 5 थरमा 2.5 घण्टामा 5% मात्रै मत खस्यो। र गृहमन्त्री अराले ललितपुर 3 बाट मतदान गरे। बिहान 10 बजेसम्म सुदूरपश्चिममा 83,000 मत खसेको थियो भने अहिले 3,65,000 खसिसकेको छ। जसले जिते पनि जनताले जित्ने हो भन्दै हर्कसामाङ नरम देखिएका छन्। रेणुले गरिन् मतदान, भन्छिन् धेरै उत्साहित छु। काभ्रेमा 10 बजेसम्म 7% मत खसेको थियो भने अहिले त्यहाँ 21% मत खसेको समाचार हामीलाई जानकारी आएको छ। कर्मचारी माथि हातपात गर्न खोजेपछि दोलखामा हवाई फायर भएको छ। मतदान मार्फत राष्ट्रको भविष्य कोर्ने दिन हो, त्यसैले ख्याल गर्नुपर्नेछ। 65% भन्दा बढी मत खस्ने आयोगको अनुमान। 3 घण्टामा 6% खसेको मत अहिले भने देशभरिको होल हेर्नु पर्दा 16% खसेको छ। दार्चुलाको 2 मतदान केन्द्रमा आएनन् मतदाता। गगन थापाले भने म देशको अनुभवले मेरो राजनीतिमा पूर्ण लगाएको छ। देशभर 8,50,000 भन्दा बढी मतदाताद्वारा मतदान भइसकेको समाचार पनि हामीले प्राप्त भएको छ। झापामा बालिनको हेलिकप्टर ल्यान्ड नभएपछि कारण कस्तो रहेछ भनेर सबैले हेरिरहेका छन्, तर मौसम सम्बन्धी रहेको जानकारी प्राप्त भएको छ। मतपेटिकामा गोली चल्यो। मतदान गर्दै गगनले भनी अवसर पाए 5 वर्ष सुशासनको काम गर्छौं। सहज वातावरणमा निर्वाचन हुन लागेकोमा आफू खुसी रहेको प्रचण्डको भनाई। सर्लाही 4 को बबसियामा विवाद पछि रोकिएको मतदान फेरि पुनः सुरु भएको छ। मतदान अपडेट। कर्णालीमा कुन जिल्लामा कति मत खस्यो त, यसबारेमा पनि महत्त्वपूर्ण समाचार। चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर रुकुम पूर्व पुगिसकेका छन् प्रचण्ड। सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले हालेपछि हंगामा। सर्लाहीको बलरा 1 मा सिडिओ र प्रहरी प्रमुख पुगेर सम्झाए मतदातालाई। सुरु भयो मतदान। यस्तै महत्त्वपूर्ण समाचार छन्। हामीसँग रहनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईँको मनमा लागेका सबै चिजहरू हामीले बताउनुहोला, किनभने हामी ताजा र स्वच्छ समाचार लिएर आएका छौँ। एकदमै ताजा समाचार छ। तपाईँले त्यसको लागि हामीसँग जोडिनु पर्ने हुन्छ। हामीसँग जोडिएर आउनुभयो भने हामीले विभिन्न किसिमका महत्त्वपूर्ण समाचारहरू अपडेट गराउनेछौँ। सर्लाहीको बलरा 4 स्थित 1 केन्द्रमा विवादित मतदान रोकिएको थियो। सर्लाहीको बलरा नगरपालिका 4 को 1 केन्द्रमा मतदान रोकिएको छ। दलका प्रतिनिधिहरू बीचको विवाद हुँदा बलरा 4 मा पर्ने श्री प्राथमिक विद्यालयहरूमा मतदान रोकिएको जानकारी हामीलाई प्राप्त भएको थियो। बलरा रासपा उम्मेद्वार अमरेश कुमार सिंहको पालिका पनि हो। अहिले प्रमुख जिल्ला अधिकारी र प्रमुख सहित पुगेर त्यहाँ विवाद मिलाउने प्रयास गरेको पनि हामीलाई समाचार प्राप्त भएको छ। सम्भवतः केही बेरमा फेरि मतदान सुरु हुने भएको छ। अनुमति नभएका सवारी साधन आज गाडी हिँड्न पाउने छैनन्। निकै महत्त्वपूर्ण चेकिङ भइरहेको छ। चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर प्रचण्ड पूर्व पुगेपछि फेरि अहिले आफ्नै निर्वाचन क्षेत्रमा पुगेका छन् भने अहिले उनी रुकुम पूर्वमा गइसकेका छन्। उनी दिनभर हिँडी छन्। आखिर के भएको छ त, प्रचण्डलाई किन छटपटी लागेको छ, यसमा पनि हामीले जानकारी दिने नै छौँ। सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले हालेपछि हंगामा। सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्तिको
भोट आफ्नो इच्छा विपरीत उम्मेदवारहरूलाई हालेको पाइएको छ। 5 पोखरी थाइङपाल गाउँपालिका स्थित गणेश आधारभूत मावि मतदान स्थलमा अपाङ्गता भएका व्यक्ति मतदानमा पुगेका थिए। उनको भोट इच्छा विपरीत मतदान अधिकृतले हालेको विषय विवादित बनेको थियो। विवाद हुँदा केही समय मतदान समेत रोकिएको जानकारी प्राप्त भएको छ। अहिले मतदान सुरु भएको प्रहरीको केन्द्रीय निर्वाचन टोलीले डे टु डे र यति बेला खबर केन्द्रलाई पनि समाचार प्राप्त भएको छ। दर्शक महानुभावहरू, हामी सकिरहनुहोला। निर्वाचन सम्प्रेषणलाई अमेरिका दूतावासले बुथ कब्जाको किन भरम फैलाइरहेको छ त यसबारेमा पनि हामीले तपाईहरूलाई जानकारी दिने नै छौँ। बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेर काठमाडौँ फर्किएको समाचार पनि हामीले तपाईँहरूलाई दिँदै आएका छौँ, दिनेछौँ। अरू के भइरहेको छ बालेन सम्बन्धी पनि एकदमै महत्त्वपूर्ण समाचार रहेको छ। बालेन सवार हेलिकप्टर झापा ल्यान्ड नभएर काठमाडौँ फर्किएको र अवतरण गरेको छ। रासपा नेता बालेन शाह चढेको हेलिकप्टर झापा ल्यान्ड हुन नसकेपछि काठमाडौँ नै फर्किएको छ। हेली एभरेस्टको नाइट एभिएओसीको काठमाडौँ झापा उडान मार्फत रासपा वरिष्ठ नेता शाह लगायत 5 सदस्यीय टोली 9:15 बजे त्यहाँबाट झापा प्रस्थान भएका थिए। खराब मौसमको कारण हेलिकप्टर पूर्ण ड्राइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 10:10 ल्यान्ड भएको जानकारी हामीलाई प्राप्त भएको छ। बालेनको बिहान काठमाडौँ भोट हालेर झापा प्रस्थान गरेका थिए, तर उनको किस्मतलाई ठोकिदिनु वा उनको के भन्नु अहिले नै भन्न सक्ने अवस्था त छैन। त्यो परिमाणले नै बताउने छ। त्यो परिमाण आउनको लागि मतदान भइरहेको छ। तर बालेनलाई यति बेला खाना खाएको गाँसमा ढुङ्गा लागे जस्तो भएको छ। ओखलढुङ्गामा मनोरञ्जन 7 का स्थानीयले गरे मतदान बहिष्कार। किन भइरहेको छ त विभिन्न ठाउँहरूमा मत बहिष्कार? अहिलेसम्म कोही पनि मतदाता पुगेको छैन। कसैले पनि अहिलेसम्म भोट हालेको छैन, सिडिओले खबर केन्द्रसँग बताएका छन्। ओखलढुङ्गाको मनैभन्ज्याङ गाउँपालिका 7 का स्थानीयहरूले मतदान बहिष्कार गरेका छन्। प्रमुख जिल्ला अधिकारी खेम बहादुर मङ्ग्रान्तीका अनुसार बिहान 10 बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी आएको थियो। अहिलेसम्म पनि कोही पुगेको छैन। उनका अनुसार मनैभन्ज्याङ 7 को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी भएका छैनन्। सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या 701 जना रहेको छ। अहिलेसम्म कोही पनि मतदाता पुगिरहेका छैनन्। कसैले पनि मत खसाल्नु भएको छैन, सिडिओले बताएका हुन्। उनका अनुसार प्रादेशिक अस्पतालमा निर्माणको माग सम्बोधन भएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन्। उनीहरूले सोही माग पूरा गर्नुपर्ने, अन्यथा भोट नमाग्ने भन्दै यस्तो उनीहरूले मतदान बहिष्कार गरेको समाचार प्राप्त भएको हो। पहिला काम गरेर देखाऊ अनि पछि मात्र भोट हाल्छौ। काम गर्छु भनेर भाग्छौ, त्यसपछि आएर भोट माग्छौ, त्यसपछि आएर फेरि जान्छौ, फर्केर आउँदैनौ। यस्तो कामले गर्दा पनि अहिलेसम्म केही हुन नसकेको, जबसम्म काम गर्न सक्दैनौ तबसम्म आफूहरूले भोट नदिने बताएका छन्। बागलुङमा 11 बजेसम्म 16% मत खसेको समाचार प्राप्त भएको थियो भने अहिले त्यहाँ 11बाट 21% मत खसेको छ। देशभर 23 स्थानमा शंकात्मक वस्तु सेनाले गर्यो डिस्पोज। सेनाले डिस्पोज गरिरहेको छ। आज मतदानको दिन निकै उत्तर चढाव भइरहेको छ। उत्तर चढावमा देशभरका विभिन्न 23 स्थानहरूमा शंकात्मक वस्तु होप्स फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँहरूमा शंकात्मक वस्तु राखेर तर्साउने काम भइरहेको छ। त्यस्ता शंकात्मक वस्तुहरू नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरिसकेको छ। प्रहरीका अनुसार काठमाडौँका 2 ठाउँमा ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तहरी, चितवन, मकवानपुर, बागलुङ, बाँके, कपिलवस्तु, बर्दिया, कञ्चनपुर लगायतका ठाउँहरूमा होप्स भेटिएको हो। उनीहरूले विभिन्न ठाउँहरूमा बम राखिएको पनि समाचार प्राप्त आएको थियो। यति बेला सबै नेपाली सेनाले डिस्पोज गरिसकेको छ, अर्थात् उसलाई निष्क्रिय बनाइसकेको छ। किनभने नेपाली सेना एकदमै दुरुस्तका साथ अगाडि बढिरहेको छ। यति बेला सुरक्षा एकदमै कडा छ। सबै ठाउँको सुरक्षा कडा भएको हुनाले अहिले त्यति खास केही भएको छैन। अब यस्तो छ, अनुमति नलिई चढेपछि बालेनको हेलिकप्टर फर्काइएको खुलासा आएको छ। भर्खरैसम्म मौसम खराब त भए तापनि अनुमति नलिएको भन्ने कुराहरूमा पनि हामीलाई जानकारी प्राप्त भएको छ। खासमा के रहेछ त आउनुहोस् यसबारे पनि हामीले जानकारी दिने गइरहेका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर चढेपछि फिर्ता पठाइएको खुलासा आएको छ। शाह काठमाडौँमा मतदान गरेर
हेली एभरेस्टको हेलिकप्टर झापा गएको थिए। उनी चढेको र गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको हो। त्रिभुवन विमानस्थलमा उच्च स्रोतका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि ल्यान्ड गर्न नदिएको हो। निर्वाचन आयोगबाट अनुमति लिएको नदेखिएपछि फर्काइएको स्रोतले जानकारी दिएको छ। वास्तविक यस्तो रहेछ, तर समाचार आउँदा र हामीलाई जानकारी दिँदा यिनीहरू सबैले के भनेका थिए भने मौसम खराबको कारणले हेलिकप्टर ल्यान्ड हुन सकिन। वास्तवमा उनीहरूले त्यो गर्नुपर्ने काम आयोगसँग अनुमति नलिनाले भएको हो। खासमा कर्मचारीमाथि हातपात गर्न खोजेपछि दोलखामा हवाई फायर भएको छ। के भएको थियो त दोलखामा, आउनुहोस् यस बारेमा पनि हामीले विस्तृत रूपमा जानकारी दिइरहेका छौँ र दिने नै छौँ। नियन्त्रणमा लिन प्रहरी। दोलखाको तामाकोशी स्थित एक मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औला बहादुर ओलीले जानकारी दिएका छन्। तामाकोशीको वडा नम्बर 4 मा कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले 1-2 हवाई फायर गर्नुभएको हो। सहायक प्रमुख जिल्ला अधिकारी आलेले न्युज नेपाल टिभीसँग बताएका छन्। अहिले त्यहाँको अवस्था सामान्य रहेको छ, त्यहाँ काम चलिरहेको छ, मतदाताले मतदान गरिरहेका छन्। हामीलाई समाचार प्राप्त भएको छ। मतदान मार्फत राष्ट्रको भविष्य लेख्ने दिन हो। कसरी लिएका छन् यसलाई, के भइरहेको छ, सम्पूर्ण जानकारी हामीले दिने नै छौँ। सबैले आफ्नो विवेक प्रयोग गर्नुहोला। सबैले आफ्नो ठाउँबाट मतदान गर्नुहोला। मतदान गर्दा जसलाई गरे पनि जे गरे पनि एकदमै राम्रो तरिकाले गर्नुहोला। सबै ठाउँहरूमा हामीले बताउने छौँ, बताउँदै आइरहेका छौँ। प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सम्बन्धी सबै अपडेट र नतिजा न्युज नेपाल टिभीमा मिल्नेछ। यस्तो व्यवस्था मिलाइएको छ। त्यसका लागि न्युज नेपाल टिभी प्रकाशन संस्था, न्युज नेटवर्क, निर्वाचन विशेष अपडेट, इलेक्सन न्युज नेपाल टिभी.com यसअघि नै तयारी भइसकेको छ। यस प्रतिनिधि सभा प्रत्यक्ष र समानुपाती निर्वाचन सम्बन्धी सबै जानकारी एकै ठाउँमा उपलब्ध हामीले गराउने तयारी गरिरहेका छौँ। सबै चर्चित उम्मेदवारहरूबारे जानकारीका साथै अधिकांश राजनीतिक दलहरूको संक्षिप्त चिनारी पनि राखिएको छ। यसबाहेक प्रदेश र जिल्लागत मतदान आवश्यक नक्सा र अघिल्लो निर्वाचनको नतिजा सहित निर्वाचनसँग सम्बन्धित नतिजा पोस्टल सम्बन्धमा पनि रहेको छ। त्यस्तै निर्वाचन पोस्टलमै निर्वाचन सम्बन्धी सबै समाचार हामीले तपाईँहरूलाई दिने नै छौँ। हामीसँगै रहनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, कृपया तपाईँको मनमा लागेको केही जिज्ञासा भए तलको कमेन्टमा गएर कमेन्ट पनि गर्न सक्नुहुनेछ। सबै समाचारहरू उत्तिकै महत्त्वपूर्ण छ।